मेचियर पाराले सर यो क्षेत्रको स्थापित व्यवसाय पनि हुनुहुन्छ र साथमा युटनलाई र नेपाली प्रयोगलाई र स्वास्थ्य र समृद्धिलाई प्रमोसन गर्ने यो अभियानमा एकदमै फुल टाइमर पनि हुन्छ। यसको लागि एक फेरि सम्मान पनि गर्छु, जोरदार तालीले सम्मान गर्छु। यो कार्यक्रमका पुरस्कार विजेताहरूलाई सम्मान गर्ने यो कार्यक्रमका सभापति युटनको बागमती प्रदेश प्रमुख प्रदेश डिपो प्रमुख अर्जुन सुवेदी, त्यसै गरी मञ्चमा आसीन 6 स्टार लिडर हरिचन्द्र सर, भर्खरै सम्मानित हुनुभएका 5 स्टार लिडर धन प्रसाद कणेल सर, यहाँ मान्यज्यू अति पछि आइसक्नु भएको छ, मान्य मनकुमारी गुरुङज्यू। त्यो उहाँलाई धेरै सम्मान गर्न चाहन्छु, किनभने उहाँले 2 वर्ष अगाडि 1.5 वर्ष अगाडि भनेको कुराहरू सम्झिन्छु म, र उहाँहरूकै उत्साह, उहाँले दिएको उत्साह र त्यो चाहिँ नैतिक समर्थनले सायद युटन यहाँ आएको छ। उहाँले उति बेला भनेको कुरा म सधैँ सम्झिन्छु। हामी चाहिँ यो देश र समाजलाई परिवर्तन गर्नको लागि राजनीतिमा लाग्यौँ, यो देशको जनताको जीवनस्तर उकास्नको लागि, समृद्धिको लागि, देशकै समृद्धिको लागि राजनीतिमा लाग्यौँ र त्यहाँबाट के कति गर्न सकियो त्यो अर्को समीक्षाको विषय होला। तर तपाईँहरूले ठ्याक्कै हामीले सोचेको कुराहरू गरिरहनु भएको रहेछ। यो देशको स्वास्थ्य, यो देशमा घर घरमा स्वास्थ्य, समृद्धि, यो देशको साधन स्रोतको उपयोग र त्यसबाट चाहिँ उत्पादन अनि स्वरोजगार यो देशमै हुने कुराले मलाई मन छोयो। म चाहिँ दिलबाटै साथ दिन तयार छु भनेको कुरा म अहिले पनि सम्झिन्छु र त्यहीअनुसार व्यवहारमा पनि देखाउनु भएको छ। म मान्यज्यूलाई फेरि जोरदार तालीले सम्मान गर्नको लागि आग्रह गर्छु र साथै मञ्चमा आसीन सम्पूर्ण विभिन्न स्टार लिडरज्यूहरू र तपाईँ चितवनवासी सम्पूर्ण चितवन र नवलपरासीको सङ्गममा छौँ हामी, र यहाँहरू सम्पूर्णलाई युटन इन्टरनेसनलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। नमस्कार। धेरै कुरा आइसकेका छौँ। मलाई त्यो धन प्रसाद कणेल धन सरको कुराले केही भावुक पनि बनाएको छ। म त्यताबाट सुरु गर्न चाहन्छु। युटनको सुरुवात गर्नुभन्दा पहिला युटन किन सुरु गरेका थियौँ र अहिले कुन अवस्थामा आयो र भोलि कहाँ जाँदैछ युटन, म तपाईँहरूलाई यो कुरा छोटोमा सेयर गर्नेवाला छु। र देशभरिबाट, चितवन नवलपरासी मात्रै होइन, देशभरिबाट पनि आउनु भएको छ। पोखराबाट चाहिँ हाम्रो शर्मिला मेडमहरूको टिम आउनु भएको छ है, तपाईँहरूलाई पनि स्वागत छ। राजेश सर काठमाडौँबाट आउनु भएको छ, तपाईँलाई मैले बिचमा देखिरहेको छु, तपाईँहरूलाई पनि स्वागत छ। लगायत गोर्खा, चितवन, नवलपरासीबाट यहाँहरू सबै हुनुहुन्छ, यहाँहरू सबैलाई पुनः स्वागत गर्न चाहन्छु। र अघि धन सरको कुरा सुनेपछि तपाईँहरूले पनि धेरै कुराहरू गेस्ट गर्नुभयो होला। र अहिले देशमा म पनि एउटा व्यवसायी हुँ, व्यवसायको हिसाबले म चेम्बर अफ कमर्समा प्रतिनिधित्व गर्छु र त्यसको उद्योग समितिको सदस्य पनि हुँ, र म चाहिँ होटल व्यवसायी पनि हुँ र होटल रिसोर्ट चलाउँछु, हस्पिटल बिजनेसमा छु र अन्यत्र अर्गनाइजेसनमा छु। र अघि नै उहाँले भने जस्तै यो प्रत्यक्ष व्यापारलाई निर्देशन गर्नको लागि यो हाम्रो डाइरेक्ट सेलिङको कम्पनीहरू चाहिँ वाणिज्य विभागमा एफिलिएटेड हुन्छन्, त्योबाट चाहिँ लाइसेन्स प्राप्त गर्नुपर्छ। म डाइरेक्ट सेलिङ गर्छौँ हामी भनेर, र त्यो चाहिँ कहाँ तय गरेका छ भने प्रत्यक्ष व्यापार व्यवस्थापन ऐन 2074ले त्यो व्यवस्था गरेका छ। हामीले त्यहाँबाट अनुमति लिनुपर्छ, लाइसेन्स लिनुपर्छ, र त्यो वाणिज्य विभाग, उद्योग तथा वाणिज्य विभागले चाहिँ यसलाई हेर्छ, के अरे वाणिज्य तथा आपूर्ति विभागले यसलाई हेर्छ। र त्यसलाई पनि निर्देशन गर्नको लागि फेरि वाणिज्य मन्त्रालयको सचिवज्यूको अध्यक्षतामा एउटा निर्देशक समितिको व्यवस्था गरेका छ ऐनले, र त्यो निर्देशक समितिमा अध्यक्षज्यू चाहिँ वाणिज्य मन्त्रालयको सचिव र त्यसपछि त्यसको सदस्यहरूमा विभिन्न मन्त्रालयका प्रतिनिधि सहसचिवज्यूहरू, जस्तै अर्थ मन्त्रालय अनि गृह मन्त्रालय लगायत अनि वाणिज्य विभागको चाहिँ डिजी साहब, महानिर्देशक, त्यसको सहसचिव हुने र विभिन्न
उपभोक्तावादी सङ्गठनको तर्फबाट पनि त्यहाँ प्रतिनिधित्व हुन्छ र एकजना चाहिँ यो व्यवसाय सबै बुझेको जानेको र केही गाइड गर्न सक्ने विज्ञ सदस्यको पनि त्यहाँ व्यवस्था गरेका छ र भर्खरै र 3 महिना अगाडि मलाई त्यो समितिमा नियुक्ति गरेर नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालयको तर्फबाट मलाई त्यो समितिमा समेत नियुक्ति गरेर मैले त्यहाँ पनि आफ्नो केही फिडब्याकहरू दिन पाइरहेको छु र त्यसको लागि यहाँ सबैलाई पनि खुसीको खबर सबैलाई बधाई दिन चाहन्छु। र मैले यो कुरा किन जोड्दै थिएँ भने विभिन्न हामी चाहिँ यही व्यवसाय देखिरहेछौँ यही उतातिर काठमाडौँतिर पोखरातिर अहिले चर्चा हुन्छ। मैले हिँड्दाखेरि पनि देख्छु यहाँ नारायणघाटको पुलचोक भनेको निकै ठुलो व्यापार हुने स्थान हो। पोखरातिर गयो भने पोखराको महेन्द्र पुल सबभन्दा धेरै व्यापार हुने व्यापारिक कारोबार हुने स्थान हो। काठमाडौँतिर गयो भने न्यू रोड सबभन्दा ठुलो व्यापारिक कारोबार हुने र सबै के अरे उपभोक्ताहरू त्यहाँ चाहिँ खरिदको लागि जाने ठाउँ हो। तर अहिले तपाईँ काठमाडौँको न्यू रोडतिर जानुभयो भने पनि पसल बिक्रीमा भनेर लेखेको देखिन्छ। न्यू रोडमा त्यो कहिले पनि तपाईँले 50-60 लाख 1 करोड चाहिँ एडभान्स दिएर मात्रै त्यहाँ चाहिँ सदर पाउनुहुन्थ्यो। र पोखराको महेन्द्रपुरको छेउछाउ पनि तपाईँ यहाँ सर्किलामा हुनुहुन्छ र त्यहाँ पनि कताकति चाहिँ पसल बिक्रीमा हामीले नोटिस देखेका छौँ। यो कुनाकानीमा त जतासुकै पाउँछौँ हामीले हेर्नुहोस् बिक्रीमा मात्रै छ अहिले। र यस्तो सुनिन्छ मैले अस्ति अघिल्लोचोटि आउँदाखेरि यहाँ पुलचोकको आसपासमा पनि पसल बिक्रीमा भनेर देखिन थालेको छ। यो त सबभन्दा व्यापारिक केन्द्र हो नि त यो चितवन नवलपरासीको है। मैले यो धनसरको चाहिँ सेयरिङबाट अहिले चाहिँ हरेक क्षेत्रमा यो स्थिति छ। व्यापारमा जतासुकै निराशा छ। यो गरे नि हुँदैन ऊ गरे नि हुँदैन एकदमै क्राइसिस छ र त्यसको प्रभाव जतासुकै छ। इभन हामीले चाहिँ चिया खाने ठाउँमा मलेखोमा रोक्यौँ भने कस्तो व्यापार छ भनेर चिया पसलमा सोधेँ भने मैले सोध्छु पनि कहिलेकाहीँ र अघिल्लोचोटि सोधेको थिएँ मैले यो सब क्राइसिस लाग्छ सर व्यापार छैन भन्छ चिया पसलवालाले पनि हेर्नुहोस्। र त्यसको प्रभाव जतासुकै छ र त्यसको स्वरूप चाहिँ यति धेरै निराशा छ। हेर्नुहोस् यो देशमा अब केही गर्न सकिन्न होइन। व्यवसाय गऱ्यो भने केही त्यो चाहिँ फ्लप हुन्छ स्थिति खराब छ अथवा जाहिर गरौँ भने जाहिरका धेरै अप्सनहरू छैनन्। अनि व्यवसाय गरिराखेको मान्छे जाहिरमा गएर हिजो राम्रै अवस्थामा चाहिँ उसले व्यवसाय गरिरहेको थियो परिवारलाई त्यही अनुसार सुविधा दिएको थियो। आज जाहिर खाओस् भने 20-30 हजारले कसरी चल्छ उसको घर परिवार। हिजो चाहिँ व्यवसाय गर्दाखेरि उसका ठुला लोनहरू होलान् ब्याङ्किङ कारोबारहरू त्यो चाहिँ जाहिरले कसरी त्यो चाहिँ पुरा गर्न सक्छ। हेर्नुहोस् जतासुकै निराशा एकातिर व्यवसायिक क्षेत्रमा पनि ठुलो निराशा तपाईँहरूले देखिरहेछौँ र अर्कोतिर व्यवसायिक क्षेत्रको त्यो निराशाको साथसाथै युवाहरूमा चाहिँ घरमा यति ठुलो निराशा छ। हेर्नुहोस् यति ठुलो निराशा छ घरमा। र हिजो मात्रै मेरो एकजना साथी कलेज पढ्ने सँगै पढेको भेट हुनुभयो। म अस्ति मात्रै म पोखरा थिएँ। हामी लायन्सको एउटा कार्यक्रममा लायन्सको अधिवेशन थियो त्यहाँ थिएँ म लायन्सको पनि एउटा प्रोटोकलमा छु। अनि त्यही एकजना साथीले मलाई चाहिँ सेयर गर्नुभयो यो त अचम्मै भयो सर यो देशमा मेरो 3 वर्षको चाहिँ उहाँको नानी भने अलिक सानै रहेछ पछि बिहे गर्नुभएछ। 3 वर्षको बच्चा छ मेरो र त्यो 3 वर्षको बच्चाले कहिले डाक्टर बन्छु भन्छ कहिले इन्जिनियर बन्छु भन्छ उसको त हरेक हप्ता चेन्ज हुन्छ नि त। अनि अहिले त अस्ति एकखेरी सोधेको त बाबा म त विदेश जान्छु सबै साथी विदेश जान्छु भन्छ म त विदेश जाने भन्छ। 3 वर्षको बच्चाले हेर्नुहोस् विदेश जाने भन्छ भनेपछि अब हाम्रो देशमा कति धेरै निराशा रहेछ भन्ने कुरा यहाँ बस्यो भने केही हुँदैन। 10 कक्षा पढ्नेले त त्यो अहिलेदेखि त्यो कलेजहरू सर्च गरिसके। हेर्नुहोस् तपाईँहरूले चाहिँ अब उसलाई राख्न सक्नुहुन्न किनकि उसको कोही साथी यहाँ छैन। र त्यो यस्तो खालको निराशा चाहिँ हाम्रो समाजमा चाहिँ अहिले व्याप्त भयो। घर घरमा यस्तो निराशा चाहिँ व्याप्त भयो र त्यो निराशालाई चाहिँ हामीले नचिर्ने हो भने अब यो राजनीति स्तरमा त एकले अर्कोलाई गाली गर्ने उसले होच्याउने उसले अर्कोलाई होच्याउने तर त्यसको नाममा चाहिँ बडो विचित्रको चाहिँ निराशा
यसरी गरिरहेछ हेर्नुहोस्, यसरी गरिरहेछ कि आज त्यो सुन्यो, भोलि त्यो सुन्यो, पछि त्यो सुन्यो। अब उसको दिमागले यो देशमा के गर्नुपर्छ सकिन्छ भन्ने कुनै आशा नै छैन हेर्नुहोस्। र यो स्थितिबाट यो देशलाई माथि नउठाउने हो भने र केही आशाको दियो नबाल्ने हो भने सायद यो देशको चाहिँ समृद्धि जसले जसलाई जति गाली गरे पनि यो समृद्धि आउनेवाला जस्तो मलाई लाग्दैन, हामीलाई लाग्दैन। र त्यसले गर्दा युटर्नको एउटा मजाको एउटा सिनेरियो मलाई आनन्द धनप्रसाद सरको सुन्दाखेरि के आयो भने मलाई पनि एउटा केही गर्छु भनेर लागेको, तर त्यही निराशा, त्यही क्राइसिसले थिलो थिलो भएर थाकेको एउटा व्यवसायी हुनुहुन्थ्यो। र सायद उहाँ त्यो युटर्नको प्लेटफर्म नपाएको भए सायद धेरैभन्दा धेरै निराशामा अथवा अर्को ठुलो दुर्घटनामा पनि जान सक्ने रहेछ कि मैले त्यो अहिले अनुमान गरेँ। हेर्नुहोस्, उहाँको त्यो सेयरिङ सुनेपछि नजिकको साथी भए पनि यति धेरै भलाखुसारी गरिरहेछ, धेरै आन्तरिक कुरा मैले पनि थाहा पाएको छु। तर अहिले धेरै थाहा पाउने जब हामीलाई मौका मिल्यो, तपाईँलाई धन्यवाद छ। र यो त्यो खालको निराशाबाट आज धनप्रसाद सर यो खालको आशा जगाउने एउटा ठाउँमा पुग्यो भने म केही गर्न सक्छु र अरूलाई पनि केही गर्नेको लागि गाइड गर्न सक्छु भन्ने अवस्थामा पुग्यो भने यही तरिकाले 100 जना मान्छे यो देशमा 100 जना हुँदै 1000 जना धनप्रसाद पनि जस्तो मान्छे भयो भने त्यति बेला बल्ल यो देशमा आशाको दियो बल्छ र घर घरमा केही गर्न सकिन्छ भन्ने म्यासेज जान्छ। अघि भर्खरै हामीले दियो बालेर यो कार्यक्रमको सुरु गर्यौं र युटर्न भनेको त्यस्तै आशाको दियो बाल्ने, घर घरमा सबभन्दा पहिलो काम अहिले यो देशमा पनि केही गर्न सकिन्छ र देशमै केही गर्नुपर्छ भन्ने खालको आशाको दियो बाल्नु पहिलो कर्तव्य। यो स्वास्थ्य समृद्धि त्यो दोस्रो तेस्रो लाग्छ मलाई अहिलेको हिसाबले। र पहिलो हाम्रो उद्देश्य भनेको यो देशमै केही गर्न सकिन्छ, यो देशमै केही गर्नुपर्छ। र मैले अरूलाई गाली गरेर भन्दा मैले मेरो तर्फबाट के इटा थप्न सक्छु त्यो बारेमा सोच्ने नागरिकको सिर्जना गर्नु छ। सायद यो एउटा उद्देश्यमा कता कता अलिअलि सफल भइयो कि हुन त अघि नै टेक्सरले भने जस्तै यो भर्खरै यो त कहाँ फिल्म पुरा देखाइएको छ र यो त फिल्म त देखाउनै बाँकी छ उहाँले भन्नुभएको थियो। तैपनि एउटा सङ्केत देखिया छ। यसको लागि यहाँहरू सबैलाई हार्दिक बधाई र एकदमै सम्मान अर्पण गर्न चाहन्छु। र यसको प्रतिनिधि पात्र यहाँ हुनुहुन्छ। हेर्नुहोस् त, अघि हरिचन्द्र सरले कति मजाले सेयर गर्नुभयो। सायद हरिचन्द्र सर पनि त्यो हुनुहुन्छ, हरिचन्द्र सर पनि त्यो स्थिति पार गरेर एउटा निराशाको अवस्थाबाट अब यो देशमा केही हुँदैन भन्ने अवस्थामा पुगेर आज देशभरिको युवालाई केही गर्नुपर्छ भनेर केही गर्न सकिन्छ भनेर गाइडलाइन लिनु भएको छ। यहाँ महिला दिदीबहिनीहरू हुनुहुन्छ। उहाँ मिना म्याडमबाट तपाईँले हेर्दै आउनुहोस्, निर्मला म्याडम, यताबाट मान्यज्यू, यता रुकु म्याडम लगायत यो सबैजनाहरू महिलाले पनि केही गर्न सकिन्छ भन्ने एउटा उत्साह जगाउने, आशाको दियो बाल्ने अभियानमा हुन्छ। यहाँहरू सबैलाई एकखेरी जोरदार तालीले सम्मान गर्नको लागि आग्रह गर्छु। र यहाँको अगाडि धेरै दायित्व छ। तर अघि नै भन्नुभएको थियो टेक्सरले, हरिचन्द्र सरले भन्नुभयो र मलाई खुसी लाग्यो आज यहाँ आएर तपाईँहरूको कुरा सुन्न पाउँदा। धेरै पछि हरिचन्द्र सरको कुरा सुने मैले। अब तपाईँहरू फिल्ममा गएर धेरै दुःख गर्नु पर्दैन सर, उता व्यवस्थापनमा लाग्नुहोस्, यो कसरी व्यवसाय उठाउनु पर्छ, घर घरमा कसरी पुर्याउनु पर्छ, हामीलाई जिम्मा दिनुहोस्, अब तपाईँहरू ढुक्कले उता लाग्नुहोस् भन्नुभयो। र त्यसको लागि पनि धन्यवाद दिन चाहन्छु र यहाँलाई जानकारी दिन चाहन्छु। एउटा इन्फर्मेसनको लागि अब हाम्रो फोकस त्यतै भइरहेछ। र तपाईँ मार्केटमा जानुहुन्छ भने तपाईँलाई सबभन्दा चाहिने चिज भनेको सबभन्दा राम्रो र गुणस्तरीय उत्पादनै तपाईँको हातमा हुनुपर्छ। र त्यो उत्पादन तपाईँको हातमा भएन भने तपाईँले धेरै कुराहरू गरेर कसैले पत्याउनेवाला छैन। र त्यही कारणले हाम्रो पुरै फोकस अहिले त्यो उत्पादनलाई कसरी एकदमै अझ गुणस्तरीय बनाउने, धेरैभन्दा धेरै उत्पादन कसरी बजारमा ल्याउने। अस्ति मात्रै तपाईँले 13वटा सामानहरू
लन्च भएको मन्त्रीज्यूहरूको हातबाट र अतिथिहरूको हातबाट त्यो लन्च भएको तपाईँहरूले देखिसक्नु भएको छ। कतिजना जानुभएको थियो काठमाडौँमा त्यो हाम्रो वार्षिक उत्सव सेरोमनीमा? तपाईँहरूलाई धन्यवाद दिन्छु, यहाँहरूले सबैले त्यहाँ देखिसक्नु भएको छ। र नगएको साथीहरूले पनि सायद टेलिभिजन लाइभमा सुन्नुभयो होला, हेर्नुभयो होला। कतिजनाले हेर्नुभयो? लाइभ हेर्नुभयो कसैले? ए हेर्नुभएछ, तपाईँहरूले देखिसक्नु भएको छ। 13वटा सामान अस्ति चाहिँ लन्च गरियो र म हरिचन्द्र सरलाई अघि खुसुक्क भन्न पाइएको छैन। र त्यो जो चाहिँ विज्ञ डाक्टरहरू हाम्रो चाहिँ आरएनडी त्यसको रिसर्च प्रडक्टको रिसर्च गर्ने गरी डेभलपमेन्ट गर्ने गरी चाहिँ उहाँहरू त्यसमा हुनुहुन्छ, त्यो डिपार्टमेन्टमा हुनुहुन्छ। उहाँहरू चाहिँ अहिले देश विदेशमा यसको रिसर्च, यसको प्रडक्टहरूको डेभलपमेन्ट कसरी गरिरहेको छन्, यसको टेक्निक अझ एकदमै हाई लेभलको कसरी गर्न सकिन्छ भनेर हिजो मात्रै उहाँहरू दिल्ली पुगेर आज बिहान अस्ति 3 दिन 4 दिन अगाडि दिल्ली जानुभएको थियो। केही मसिनरीहरू, अझ नयाँ मसिनरीहरू हामीलाई आवश्यक थियो, त्यो सबै अर्डर गरेर आउनुभएछ। केही त्यहाँको टेक्नोलोजीहरू अध्ययन गरेर आउनुभएछ। फेरि उहाँ अर्को हप्ता चाइना जाँदै हुन्छ र अरू देशमा पनि जाँदै हुन्छ। हुन त उहाँहरू चाहिँ कोरियामा लगभग 15 वर्ष चाहिँ फुड र कस्मेटिक्समा रिसर्च गरेर विज्ञता हासिल गरेर आएको वैज्ञानिकहरू हो र त्यो टिम छ हामीसँग। तैपनि अझ कसरी चाहिँ हाम्रा सामानहरूलाई उच्च गुणस्तरीय बनाउन सकिन्छ भनेर उहाँहरू लाग्नु भएको छ। र जहाँसम्म त्यो प्रोको साइकलको कुरा पनि एकदमै त्यो अनुसार चाहिँ स्टक मेन्टेन गरी र त्यो अनुसारको चाहिँ साइकल मिलाउने गरी उहाँहरू तयारी गरिरहनु भएको छ। र तपाईँहरूलाई थाहा छ, पहिला हामी एउटा सानो युनिटमा थियौँ, फुडको र कस्मेटिक्सको चाहिँ सानो युनिटबाट क्षमता सानो थियो त्यसको। र 2 महिना अघि मात्रै हामीले अलिक ठुलो क्षमताको भक्तपुरमा अलिक ठुलो एरियामा ठुलो क्षमताको उद्योगलाई विस्तार गरेका छौँ। र त्यसले कस्मेटिक्सको अहिले आफ्नो साइकल चाहिँ आफ्नो उत्पादनको साइकल सुरु गरिसकेका छ। र त्यो पहिलाभन्दा अब आउने प्रडक्टहरू एकदमै रिसर्च बेस र एकदमै वर्ल्ड वाइड स्ट्यान्डर्डको आउनेवाला छ र आइरहेछ। र लगत्तै फेरि फुडको र त्यो चाहिँ अब अटोमेटिक हिसाबले चल्न लागिसकेका छ। र फुडको पनि लगभग त्यही प्रिमाइसिसमा त्यही चाहिँ एरियामा हामीले चाहिँ अहिले तयारी गरिरहेछौँ। अर्को युनिट सानो अलिक बाहिर थियो भने त्यही एउटै एरियामा फुड र कस्मेटिक्सको समेत राख्न सकिन्न, तर त्यसको चाहिँ दूरी मेन्टेन गरेर नियम अनुसार र त्यो चाहिँ त्यहाँ तयारी भइरहेछ। र अर्को 1-1.5 महिनामा चाहिँ यस्तो साइकल तपाईँले पाउनुहुन्छ प्रडक्टको र यस्तो क्वालिटीको प्रडक्ट पाउनुहुन्छ र सामान भनेको युटर्नको हो भनेर तपाईँहरूले त्यो सामान देख्दैखेरि भित्र र बाहिर त्यो एकदमै देख्दैखेरि युटर्नको ब्रान्ड बेच्न सक्ने खालको प्रडक्टहरू मार्केटमा आउँदैछ। म यो लेभललाई जानकारीको लागि छुट्टै मिटिङ गर्न त्यति टाइम पुग्ला नपुग्ला भनेर मैले सदुपयोग गरेको। र म पनि भन्नेवाला छु अब तपाईँले अघि जसरी ढाडस दिनुभयो, सर अब तपाईँहरू उतैको तयारी गर्नुहोस्, यताको चिन्ता नगर्नुहोस् भनेर तपाईँहरूले ढाडस दिनुभएको छ। र म्यानेजमेन्टको हिसाबले हामीले अब त्यो अटोमेटिक चाहिँ एक्सपर्टको म्यानेजमेन्ट टिम मार्फत अहिले हामीले धेरै कामहरू गर्नु पर्दैन। उता पनि हामीले अलिअलि माथिबाट के भएको छ मात्रै भन्ने हुन्छ। अहिले आइटीको हिसाबले त्यही हुन्छ, प्रोडक्सनको हिसाबले चाहिँ संसारकै ठुला विज्ञहरू जसलाई तपाईँले चाहिँ मलाई गर्व पनि लाग्छ, त्यस्ता विज्ञहरू अहिले चाहिँ डाक्टर, इन्जिनियर तथा रिसर्चरहरू पनि अहिले यो देशमा बस्दैन। हेर्नुहोस्, पहिला तल्लो लेभलको लेभल मात्रै जाने हुन्थ्यो, अहिले हाई लेभलको एक्सपर्टहरू पनि कोही देश बस्दैन। र त्यस्तै देश बस्न नचाहने, देश छोड्न लागेका र यो देशमा अब पढेर त आइयो, कोरियाबाट चाहिँ 15 वर्षको अनुभव रिसर्च गरेर त आइयो। तर हामीलाई चाहिँ महत्त्व, हाम्रो महत्त्व बुझेर हामीलाई चाहिँ महत्त्व दिने कोही छैन भनेर उहाँले चाहिँ अमेरिकाको PR एप्लाई गरेको एउटा साइन्टिस्टलाई हामीले चाहिँ तपाईँ उहाँ जान पाउनुहुन्न, तपाईँले यहाँ लिड गर्नुपर्छ भनेर राखेका छौँ। र उहाँले मानेको सुविधा दिइरहेको छ। र उहाँको नेतृत्वमा चाहिँ त्यो R&D रिसर्च एन्ड डेभलपमेन्ट अघि बढेको छ। र त्यस्ता मान्छेलाई समेत अहिले राख्न सकिने भएछ। हेर्नुहोस्, युवालाई त सकिया छ। र त्यस्ता एक्सपर्टहरूलाई पनि राख्न सकिने भएको छ युटर्न। र
र त्यसको लागि पनि तपाईँ हामीलाई गर्व लाग्छ यो कुराहरू सुन्दाखेरि। त्यही भएर म तपाईँलाई भन्दै थिएँ अब उताको प्रको कस्तो आउला अथवा के आउला कसो आउला तपाईँहरूले त्यो चिन्तै नलिनु होला र मार्केटमा घर घरमा नेपाली सामान कसरी पुर्याउने तपाईँहरूले त्यो मात्रै प्लानिङ गर्नु होला। त्यो चाहिँ जिम्मेवारी सुम्पिन चाहन्छु र दोस्रो जिम्मेवारी यहाँलाई के सुम्पिन चाहन्छु भने र युटर्नको थोरै कुरा गरौँला। म चाहिँ यता टपबाट धनसरहरू हरिचन्द्र सरहरूबाट आएँ। जसरी तपाईँले चाहिँ आफूले एउटा एकदमै सफलताको सूत्र पत्ता लगाएर यहाँ आउनु भएको छ र मैले अस्ति पोखरामा पनि अस्ति म सायद पोखरामा होइन कोलपुरमा पनि यस्तै प्रोग्राममा गएँ। त्यहाँ मैले एउटा कुरा सेयर गरेँ र अहिले तपाईँले चाहिँ एकदमै संसारका सफल मान्छेहरूको नाम लिनुभयो भने एलन मस्कहरू, अनि अब नेपालको हेऱ्यो भने विनोद चौधरीहरू, अब यहीँ चाहिँ नाङघाटमा हेऱ्यो भने चुके फ्यामिलीहरू भन्छौँ नि हामीले होइन। तर उहाँहरूको जति उहाँले चाहिँ जे सफलताको सूत्र प्राप्त गर्नुभएको छ, जे चाहिँ उहाँमा चाहिँ त्यो के गर्दा सफल भइन्छ भन्ने कुराको चाहिँ एहसास उहाँलाई छ। यदि त्यही कुरा त्यही सूत्र त्यही फर्मुला सामान्य मान्छेले पनि पाउने हो भने सफलता भइन्थ्यो होला नि, होइन र? कस्तो लाग्छ तपाईँहरूलाई, होइन? विनोद चौधरी जुन सूत्रले सफल हुनुभयो त्यो सूत्र चाहिँ 3 करोड मान्छेलाई चाहिँ सिकाइदिने हो, त्यो मन्त्र सिकाइदिने हो भने त सबै सफल हुन्थ्यो नि त, हो कि होइन? भन्नुहोस् त। तर ट्रेडिसनल व्यापारमा त्यो के हुन्छ भने विनोद चौधरीको त्यो आत्मकथाको पुस्तक पनि पढ्नुभयो होला तपाईँले। त्यो आत्मकथाको पुस्तक अथवा एलन मस्कको चाहिँ दिनदिनीको भिडियो तपाईँले देख्नुहुन्छ। डोनाल्ड ट्रम्प पनि ठुलो व्यवसायी हुनुहुन्छ, अमेरिकाको अहिलेको राष्ट्रपति। उहाँले पनि मोटिभेसनल क्लिपहरू दिएको सुन्नुहुन्छ तपाईँले। तर त्यो भनेको कस्तो हो भने तपाईँले कुनै पनि उत्पादन कम्पनीले ल्याएको उत्पादनको त्यो लेबलमा, बाहिर लाउने लेबलमा यो चिजमा के छ भनेर राखेको हुन्छ कि हेर्नुहोस्, सामानहरू के छ, इन्ग्रिडियन्ट्स के छ भनेर राखेको छ, तपाईँहरू सबैले देख्नुहुन्छ। नियमअनुसार त्यो राख्नुपर्छ। तर त्यहाँ मेन चिजै लुकाइएको हुन्छ कि हेर्नुहोस्, मेन चिज त्यहाँ राखिदियो भने त सबैले कपी गरिहाल्छ नि। कोको कोलाले आफ्नो चाहिँ त्यो के चिजले बनाएको के हो फर्मुला भनेर कहिले राखेको छ हेर्नुहोस् त। त्यो राख्यो भने त उसको त खुसिहाल्यो नि त। संसारमा केही फर्मुला बेचेर उसले चाहिँ कमाउनु परेको छ र त्यसले कसैलाई पनि आफ्नो फर्मुला बताउँदैन र त्यो उसलाई मात्रै थाहा छ र उसको चिप त्यो चाहिँ एक्सपर्टको उसलाई मात्रै थाहा हुन्छ हेर्नुहोस्, अरू कसैलाई पनि थाहा हुँदैन। इभन त्यहाँ काम गर्ने मान्छेहरूलाई पनि उनीहरूले त्यो फर्मुला चाहिँ जानकारी दिएको हुँदैन, काम कसरी भयो उनीहरूलाई थाहा हुँदैन। हो त्यस्तै जस्तो जसरी त्यो लेबलमा तपाईँले चाहिँ त्यो चिप फर्मुला, त्यो प्राइम फर्मुला, एकदमै प्राइमरी फर्मुला तपाईँले देख्नुहुन्न, त्यसै गरी उहाँहरूका किताबमा उहाँहरूका भिडियोमा पनि त्यो फर्मुला तपाईँहरूले देख्नुहुन्छ। त्यो बाहिर अलिअलि बताइदिने मात्रै हो र त्यो फर्मुला त उहाँले कसलाई मात्रै बताउनुहुन्छ भने उनीहरूको चाहिँ बेलुका हामी सामान्य परिवारको मान्छेको राजनीतिका गफ हुन्छन् हेर्नुहोस्, जुन कुरा आफ्नो चाहिँ बहसमा छैन। प्रचण्डले यसो गर्नुभयो, प्राइम मिनिस्टरले यसो गर्नुभयो, देश यसरी खत्तम भयो, यस्तो भयो उस्तो भयो, फलानाले यसो गर्यो भन्नेतिरै हाम्रो चाहिँ समीक्षा हुन्छ बेलुका खाना खाने बेलामा अथवा बिहान साथीभाइ भेट्यो भने यस्तै हुन्छ हाम्रो घरतिर हेर्नुहोस्। तर उनीहरूकोतिर आज त तिम्रो प्लानिङ के थियो, त्यो अनुसार तिमीले काम गर्न सक्यो कि सकेन, तिम्रो रिजल्ट के आयो, आज तिम्रो चाहिँ दिन कस्तो भयो र समीक्षामा चाहिँ तिमीलाई अझ के करेक्सन गर्नु पर्नेछ, भोलिको प्लानिङ के हो भनेर त्यहाँ डिनर मिटिङ हुन्छ। सँगै बाउ छोरा नाति उनीहरू चाहिँ मिटिङ गर्छन्, त्यही चाहिँ डिनर खान्छन् अनि एकअर्काले आजको समीक्षा गर्छन्। अनि बुवाले अथवा अनुभवीले यो त यसरी गर्नु पर्थ्यो, अब भोलि करेक्सन गर्नु है भन्छ। त्यही चाहिँ ट्रेनिङ पनि हुन्छ, कोचिङ पनि हुन्छ। त्यो फर्मुला अघि भनेको थिएँ नि मैले, त्यो सफलताको फर्मुला सुत्त त्यही दिइहाल्छ कि उनीहरूले। त्यो सामान्य मान्छेले त्यस प्राप्त नै गर्दैन।